खसी साउसहित ल पिकनिक ल हाम्रो आज पिकनिकको खसी समुदाय ल गटगटाएर खुसी खुसी ल पाको मास पाको कोही फोटो सेसनमा व्यस्त हुनुहुन्छ हैन हाम्रो वनवास कार्यक्रम सुनाखारी टोल विकास संस्थाको होला हाम्रो पिकनिक कार्यक्रम ल यहाँ पाकेर रेडी भइसक्यो अचार पुलाउ कार्यक्रम रेडी अचार बनाउँदै हुनुहुन्छ दिदीहरूले यो कागतीको यो अचारको लागि अमिलो कागती काट्दै वाली कागती निचोर्ने वाली भनेर हेर्ने मासु पाकिसक्यो यहाँ वाफ हुँदैछ काकाहरू पुरा अनि आफ्नो उमेरमा गरेको कुराकानी यहाँ बल्ल खुल्दैछ काकाहरूको फेरि बेग्लै छ पारा है चिरचाटा भएर बिहान चाहिँ उहाँले टोपी लाउनु भएको थिएन अहिले चाहिँ जाडो भएर काम लागेपछि यस्तो छ टोपी पनि हेर्नु टोपी यस्तो छ सबैतिर टोपी पनि खोला ल अब माग्ने टोपी रहेछ यो ठ्याक्कै होइन माग्ने बुढोले लाउने टोपी ल यो त अनि बडा अरे समुदायलाई अरे बाफ्रे ल सब हाम्रो चाहिँ नि सुनाखारी टोलको एक मात्र थारू प्रतिनिधित्व त्यही भए हेम्रा दाई घिम्रे दाई उहाँ एकदम सबै कुरामा पोख्त मासु काट्ने पकाउने खाने माद्ने सब उहाँ हामी पिकनिक खानाको लागि सब सुनाखारी टोल विकासको सबजना हामी भेला भएको छौँ ल हेर्नु त्यहाँ बिन्दास आनन्दले बस्नु भएको छ रासाताल एकदम रमाइलो जग्गा छ यहाँ टोली नाचिरहनु भएको छ अर्को टोली यहाँ अर्को टिम छ आज बिदाको दिनवालै सब पिकनिक स्पोटहरू प्याक छ आज पनि छ बच्चाहरू पिङ खेल्न व्यस्त हुनुहुन्छ
टोली यहाँ हेर्नु बसेको पिकनिक खान आयो कि स्वस्तानी सुन्न आएको के हो भन्ने कुरा थाहा छैन होइन पुरै बिन्दास तारण नाचेर थाकेर भोकल लखतरान भएर बसे जस्तै हुनुहुन्छ होइन तर के गर्ने सब अगाएर बस्नु भयो हाम्रो सब पाकेर रेडी भइसक्यो खाने यहाँ अर्को टोली छ फेरि यो टोली बिन्दास पाराको हो यो ल यहाँ पकाउँदै हुनुहुन्छ स्पोर्ट यहाँ पाकिसकेको चाहिँ कुनै ठाउँ पनि खाली छैन यहाँ परदेखि यहाँ स्कुलको गाडी पनि आएको छ स्कुलको गाडीदेखि यहाँ पुरै इम्प्याक्ट सबैतिर पिक्निक स्पोट पुरा स्कुलको स्टुडेन्टहरू आउनुभएको चाहिँ खोटाङको पारिवारिक वनभोज कार्यक्रम खोटाङहरूको छ यो ट्र्याक्टर लिएर सहित आउनुभएको छ वनभोज कार्यक्रमको लागि यहाँ पानीको व्यवस्था पनि छ डस्टबिनको व्यवस्था
पियारी टाढै बस मोयन नभो तिर्का किताके काम भगवतीमा आउँछ मनोट भन्दा सिक्का गरौँ खर्की कान्छी बुहारी रिसाउँथे नि पियारी टाढै बस मोयन नभो रमाइलो भयो त धेरै रमाइलो भयो के खानुभयो हामीले कोक स्प्राइट फेन्टाहरू खायौँ अनि पुलाउ खानुभयो अचार पनि खायौँ अचार त हामीले खाएनौँ छलियो नि त